के तपाईले कहिले सोच्नु भएको छ कि क्रिस्चियन धर्ममा क्रुसको अर्थ के हो? क्रुसले हाम्रो लागि येशूको प्रेम र करुणाको प्रतीक गर्दछ। यद्यपि येशूले कहिल्यै कुनै गलत काम गर्नु भएन, तरै पनि उहाँले क्रुसमा आफूलाई बलिदान गरेर हाम्रा सबै पापहरू र दण्डहरू हटाउन रोज्नुभयो। येशूको मृत्युपछि केही अचम्मको कुरा भयो। तेस्रो दिन, जुन दिन इस्टर आइतबारको रूपमा मनाइन्छ, येशू फेरि जीवित हुनुभयो। यसले येशूसँग मृत्युमाथि पनि अधिकार छ भनी देखाउँदछ। इस्टरले हामीलाई यो आशा दिन्छ कि हामी अब मृत्युसँग डराउनु पर्दैन, बरु हामी यो आशा गर्न सक्छौं कि हामी प्रभु येशूसँग सधैँभरि बाँच्न सक्छौं। क्रुस र इस्टरको कथाले संसारभरका मानिसहरूलाई प्रेममा रहन परिवर्तन गर्दैछ, किनभने परमेश्वरले पहिले हामीलाई प्रेम गर्नुभयो। के तपाईँ आज परमेश्वरको प्रेम र तपाईँको लागि उहाँले दिने आशामा तपाईँको जीवन परिवर्तन गर्ने अनुमति सहित उहाँमाथि विश्वास गर्नुहुन्छ?